साथीभाइहरू तथा इष्टमित्र सम्पूर्णलाई नमस्ते। आज बुईको वार्षिक तिथि लगभग समापन हुन लाग्छ। सबैलाई सम्झेको छु, योबाट सबैलाई सम्झेको छु। यतातिर रोटी पाकिरहेछ। ल खिरहरू जम्मै पाकिसक्यो नि हाम्रो? पाक्यो। ल रोटी पाक्दैछ। अत्यधिक घाम। ल तपाईँ पनि हो सामेल? अचार माग न कता छ? यतातिर तरकारी कार्यक्रम हुँदैछ। वार्षिक कार्य आजबाट लगभग सुक्न आँटेको छ। अनि यता हाम्रो यो पुरी रोटी नि पाक्दैछ। हजुर रोटी पाकिसक्यो? पाक्दैछ है? ए ल ठिक छ। ल पकाउनु पर्यो अनि दुःख। ए ल दिदी के गर्नु लाग्यो? ल दिदीले ल ठिक छ। ल फुरौला पनि बनाउनु पर्यो। आज बुईको अब वार्षिक तिथि भन्छन् कि के भन्छ, अब त्यो चाहिँ आज वर्ष दिन पुगेर त्यसले गर्दा अचार तयार भयो। हामी लगभग अन्तिम चरणमा पुगिरहेछौँ। अब भोलि सायद रातो टिको खुलाउने हुन्छ होला, सायद आज चाहिँ तिथि चाहिँ हुन्छ होला। यो सुक्खा रोटी। ओम शान्ति शान्ति शान्ति। हजुरआमा सुक्खा रोटी जो हो नि। ल पाहुनाहरूलाई बेसरी खुवाएर पठाउनुपर्छ है। चिल्लो खाएपछि पेट दुख्छ। माइलाले धेरै काम गरेका छन्, माइलाले धेरै खुवाउनुपर्छ है मेरो हिसाबले। यिनको बठामा लगभग 50-60वटा रोटी पारिदिनुपर्छ जे जसरी हुन्छ। 2-3 त्यो नभन न भाइजी त्यसरी। मैले त रगड्दै म यसरी पछाडितिर आएँ। हाम्रो ल सकिएछ, काम कार्य सकिएछ। काम कार्य सकिएछ। यतातिर चाहिँ सबै बाहिरतिर जानु भएको छ होला, सायद शान्ति नै यताउता के हुन्छ। लास्ट चरण हो यो गरे सकिन्छ। अब यो सकेर जानु यसको हाल्ने चाहिँ सब ल्याउनुहोस्। यो छुट्यो नबन्नु यो के हो जति सामान छ त्योसँग जाउँ गर्नु यो भनेको यो सबै सामान हो। धूप लेना नि धूप दिदी। मैले त अब भिडियो खिचेर सकेको अनि गर्मीमा अति गाह्रो हुन्छ। अब हावा चलेकै छैन त फाजु, हावा चलेको छैन। गर्मी बढी छ, हावा फिटिक चलेको छैन, उम्सो छ। खरखरे भन्छ। ल हामी खरखरेमा आइपुगेका छौँ। अब हामी खरखरे खेल्छौँ एकछिन।
अनि स्वार्थी दुनियाँ नै स्थानीय प्रदेश खारेज गर्ने स्थानीय प्रदेश खारेज गर्ने हो त्यो स्थानीयलाई नि खारेज गरेर अलि उ गर्ने सोचेर भिनाजु अब हामीले भने काम त लाग्ला खरखरे यो सङ्घर्ष जारी छ देशका बस 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 भन्दै यहाँसम्म आइपुग्यो ल हुन्छ त साथीहरू फेरि नेक्स्ट भिडियोमा च्याप्प मिलाउँला है त ल होइन